सधैँ काममा जाँदा देखिने सिन यही मात्रै हो, के गर्नु भयो, हेर्दिनँ कस्तो बोर लाग्यो। हेर्नु न मेरो साथी चाहिँ कस्तो मजाले सुतेको क्या बिचरा। अनि मलाई एक्लै बस्दा बस्दै बोर लागिसकेको थियो, उसले उठा भनेको फेरि उठाएन कि बिचरालाई निन्द्रा के डिस्टर्ब गर्नु भनेर उठाएन। मेरो साथी उतापट्टि चाहिँ हेरिरहेको छ। हेलो गरिदेऊ न, हेलो गर्यो है उसले। अनि त्यसपछि हामी चाहिँ काममा पुग्यौँ। यस्तो बोर लाग्छ के भन्नु काममा आउँदा, तर के गर्नु, आफ्नै कारणले आफ्नै जिद्दीले आइएको हो। अब दुःख त गर्नु परिहाल्यो नि। दुःखको कुरा के गरिरहेको थियो हे भगवान, के भएको के ट्रेन ओकुरे भयो। अझ 2-3 मिनटको होइन त, अझ फेरि 8 बजेको ट्रेन सिधै बिहानको 2 बजे छ के। एउटा मात्रै ट्रेन रहेछ कि, त्यही पनि ऱ्यापिड, हामीलाई चाहिने लोकल। फेरि ऱ्यापिडले त लोकलको त्यो स्टेसनमा रोक्दैन, साइकल फेरि लोकलको त्यहाँ छ, फेरि हिँडेर आउनु पर्ने भयो। के गर्ने होला, जान त भित्र गयौँ, तर यत्रो भिड कि के भन्ने कि हे भगवान, पाइला राख्ने ठाउँ पनि छैन क्या। हेर्नु यत्रो मान्छे, तर पनि घर जानु छ बाई।